निको भयो अनि गुड भयो हो गुड भयो निको भयो हो अनि यस गुड भयो बाबी अनि दिनु भयो अनि त्यसले दिनु भयो यो पिताको खुट्टामा हो निको भयो नि हो त छोरी हामी कहाँ गएको हामी बाहिर गएको बारीमा गएको सुपारी टिप्ने हो बाबा म टिप्ने सकिँदिन तपाईँ टिप्नु सक्नुहुन्न हो किन किन टिप्नु सक्नुहुन्न ओहो हो ओके छ त यता जाऊँ अब ऊ तल तल हिँड्नु ऊ तल तलतिर हामी हावाले झारेको सुपारी टिप्ने हस् ओके ओके बेटा ल ल ल हिँड्नु 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 लेफ्ट हिँड्नु लेफ्ट यता ऊ यता हिँड्नु त ऊ यता जाऊँ त्यहाँ सुपारी झरेको छ कि हो र के अनि के छ त त्यहाँ भन्नु त ऊ माथि ऊ डगहरू हेर्नु खेतमा ऊ डगहरू डगहरू नि डगलाई ढुङ्गा डगलाई कराउनु मोबाइलै झरो ल आउनु यता आउनु आउनु हिँड्दै आउनु बिस्तारै ओ हजुर झर्ने के भयो यहाँसम्म लु यहाँ सुपारी हाम्रो झरेको छ छैन हो ओहो यहाँ त झरेको रहन्छ अलि उता आउनु अलि यता हामी कहाँ हिँडेको छोरी हो ल यता आउनु अब यता आउनु हजुर हो कहाँ हिँड्नु पर्छ अरे छोरी हो र हामी यहाँ सुपारी खोजौँ न त अनि हिँड्नुपर्छ ल सुपारी खोजौँ है यहाँ झरेको सुपारीहरू खोज्नुपर्छ होइन ऊ त्यहाँ एउटा सुपारी झरेको रहेछ टिप्नु त ऊ त्यहाँ ऊ हो त्यो टिपेर यहाँ प्लास्टिकमा राखिदिनु हो गुड थ्याङ्क यू हो भेरी नाइस ल यहाँ माथि जाउँ माथिल्लो गरामा लु चढ्नु ओ मकैको बोट टेक्नु हुँदैन ल मकैको बोट चाहिँ नटेकौँ है हस् भेरी गुड यता अब यता माथि यता आउनु न यहाँ सुपारी झरेको छ नि त सुपारी झरेको छ नि त यहाँ यता आउनु त यता आउनु यता वहाँ छ हो लु टिप्दै प्लास्टिकमा त्यो पनि ल त्यो पनि टिप्दिनु हो त्यो पनि टिप्दिनु ल यहाँ राखिदिनु प्लास्टिकभित्र ल गुड यहाँ समाउनु लु यता झरेको छ छैन
छैन रहेछ ल यता माथि आउनु अब यता जाउँ उता सिधा पानी पर्न आँट्यो नि आज आकाशबाट पानी पर्न आँट्यो नि छोरी ढुङ गर्दैछ आकाश है उहाँ रहेछ सुपारी ऊ त्यो टिप्दिनु टिप्नु टिप्नु कति ठुलो रहेछ नि हो त यहाँ उहाँ छ उयो पनि टिप्नु वाउ गुड यहाँ हात समाउनु छोरी अब हामी सुपारी टिपेर के गर्ने भन्नु त काम गर्नुपर्छ के काम गर्ने हो छोरी ल यहाँबाट माथि जाऊँ ल ओके 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 छ त अब उता पानी पर्न आँट्यो नि त छोरी नि पानी पर्न आँट्यो अनि गुडुङ गऱ्यो नि उहाँ सानो रहेछ टिप्दिनु त्यो पनि उता टिप्दिनु यहाँ राख्नु होस् केही हुँदैन यहाँ प्लास्टिकमा राख्नु लु टिपेर यहाँ राखिदिनु 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 छिटो छिटो राखिदिनु गुड समाउनु लु जाउँ अब माथि अर्को गरामा जाउँ हामी टर्नु ओ हो हाइट ल मकैको बोट नटेकि हिँड्नु ल हस् छोरी मकैको बोट नटेकि हिँड्नु है ल सानो सानो छ मकैको बोट नि टेक भन्दाखेरि मकैको बोटलाई आइया हुन्छ होइन आउनु यता हो नि होइन छोरी यहाँ रहेछ लु टिप्दिनु त्यो सुपारी हो त कति सानो रहेछ नि त्यो पनि टिप्ने ल राखिदिनु यहाँ ल छैन होस् त्यो होइन त्यो कुहिएको रहेछ ओ ओ कति डर हो मेरो छोरी त बढ्नु भयो त भने नि लडेको होइन त्यो त बढेको पो त होइन छोरी कति मजाले बढ्नु भयो मेरो छोरी त नि हो त छोरी हो त ल ल ल मकै कोपालाई डिस्टर्ब नगर्नु न काम गर्दै हुनुहुन्छ लु यहाँ टिप्नु सुपारी मकै नटेकिकन है सुपारी लु टिप्नु टिप्नु हो यहाँ राख्नु प्लास्टिकमा ल कति धेरै नि आउनु ऊ पर पनि छ टिप्नुपर्छ लु टिप्नु यहाँ राखिदिनु यहाँ ल गुड दिनु यहाँ राख्नु लु हो लु यहाँ समाउनु त्यो पनि टिप्नु लु टिप्दिनु लु टिप्नु लु यहाँ राख्नु गुड आउनु यता आउनु यता माथि चढ्नु आउनु माथि आउनु यता माथि ल हो स्याबास उहाँ पनि छ टिप्नु लु यहाँ राख्नु प्लास्टिकमा ल ल ल गुड भेरी गुड भेरी गुड भेरी गुड आउनु ल आइट हो लु यिनीहरू पनि टिप्नु
यहाँ राख्नु हो त्यो पनि टिप्नु यहाँ राख्नु ल झर त हौ बाबा अनि मैले राख्नु बाबा यो पनि यहाँ ल ल ल लु 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 ऊ तिनीहरू टिप्नु ऊ त्यहाँ पनि छ टिप्नु बाबा यहाँ पनि छ यहाँ सबै टिप्ने ल हस् लु भयो अब जाऊँ ल यताबाट आउँ आउनु ओ बफेलो हेर्नु बफेलो बाबा यहाँ पनि पिक्छ बाबा यहाँ पनि ल बाबा गुरुङ गयो हामी ल गुरुङ गऱ्यो नि ल हामीले टिपे सुपारीहरू यहाँ ओहो मेरो छोरीले कति धेरै टिप्नु हो सुपारी नि यता हेरिदिनु अब यहाँ यहाँ उभिएर मोबाइलमा हेर्नु स्माइल दिनु गुड